नमस्ते गाइज, गणेश थापा ब्लगमा तपाईँको नक्कले पुकुले छेत्री भाइ आइसकेको छ। थोरै धेरै टाढा त होइन, विदेशबाट आएको, सबैलाई भेट्नुपर्छ। अनि फुपूको घरतिर जाँदै आज चाहिँ टक्क लाएर अनि त्यहाँ फेरि कुल पूजा पनि रहेछ। दुइटै चिजलाई एकैचोटि समेटेर अनि गतिविधि देखाउँछु हाम्रो भेटघाट कार्यक्रम है त, हेर्दै राख्नुहोस्। यस्तो अफरोड छ गाउँघरको बाटो, हेर्नुहोस्, छतमा जानुपर्छ, त्यस्तै छ। यस्तो धरापले पुग्ने होला यार, फुपू गएर अफरोड छ लास्ट। आफन्ती भेट्न जानु नि गाह्रो छ यार, धेरै गाह्रो छ नि। ल गाइस, हिजोको अफरोडमा बोलेरोको माथि छतमा बस्दै बस्दै फुपूको घरमा राति 8 बजे आइपुगेको थियो। भिडियो बिचमा चाहिँ बनाउन पाइएन है। अहिले चाहिँ अब थोरै क्लिप हिजोको राखेर अनि आज चाहिँ कुल पूजातिर लाग्दैछु, कुल मन्दिरतिर टक्क लाएर। अनि हुन्छ यो भनेको स्याङ्जाको आँधी खोला गाउँपालिकाको राइन्सवारा भन्ने ठाउँ हो। यस्तो छ सबै ठाउँ पुरै टक्क लाएर। मलाई नपेला त्यही हो। त्यो खसीको टाउको काट्ने थियो, मेरो टाउको काटिएला गएर सिधै। नगर न, त्यो काट्न र आएको निशानको बाटो हुने थियो, निशानको मान्छे होला। के गर्छस् कान्छा, तेरो यति र चाह्यो त्यहाँ बलि चढाउनु पर्यो। यस्तै छन् स्वार्थी मान्छेहरू, अरूको हत्या गरेर आफू बाँच्छन्, यस्तै छ। पख्नुस् त पख्नुस्, म मिलाएर काट्ने मान्छे कताबाट काट्ने हो? यताबाट माथिबाट, माथिल्लो साइडबाट। मलाई नबुझ्छ कि जति बस्नु बस्छ भयो हाम्रो एरिया। निर्दय मान्छेहरू फेरि काटेर खाले खाने।
निर्दय मान्छेहरू यसरी काटेर खालेका छन्। सबैले आफ्नो रोल क्रम राम्रोसँग सुन्नुलाई ध्यान दिएर अहिले प्रोग्राममा जाने बेला गेटमा भेटघाट गर्नेलाई यता अगाडिपट्टि साइडमा पनि छोडिदिनु होला हाम्रो पार्टी तल तलपट्टि तलपट्टि यति नै, योभन्दा धेरै नराखौँ क्लिपमा। यस्तो ठाउँ कि एनटिसी बाइक एनसिएल चाहिँ टिप्दै नटिप्ने। हेलो भनौँ कि हेलो उता पुग्दैन कि बिचमै कट हुन्छ कि है। यस्तो ल्याङ हान्दा के अब आफू एनसिएल युजर है, सिधै भन्दाखेरि एनसिएल युजर ओ केटाहरूको पनि एनसिएल सँगै जाउँ भनेर भनौँ कि कन्ट्याक्ट गर्न पर्यो भनेको यस्तो ल्याङ हान्दिरह एनसिएलले। एनसिएलको बुत्लो भ्याङ टिप्नी रहन्छ के यो आधी खोला गाउँपालिकाको राइन्सवारा भन्ने ठाउँ यस्तो जुर सबै कुराहरू रमाइलो तरिकाले हामी आइयो दिदीहरूकोमा फुपूहरूकोमा अङ्कलहरूकोमा सबै म्यानेजमेन्ट गरेर आइयो। तर बट यहाँको म अपडेट हुन नपाउनु भएको कारण यस्तो हो कि साथीहरू एनसिएल नै चलेन के। एनटिसी त थियो तर के गर्नु आइफोनमा एउटा भन्दा सिम लाग्दैन। यी सिम गराउँछु भन्दा भर्खरै आएको अस्ति भर्खरै हिँड्ने भाडा थियो क्या। माई गड हट अहिले भर्खरै टिकटकमा पनि अहिले भर्खरै अपलोड गरिहाल्यो क्या भिडियो पनि। सो माई गड बिस्तारै हिँड्दै त्यो अफ रोडमा चाहिँ अलिकति थाक्दै बिस्तारै पसिना बगाउँदै चाहिँ हामी चाहिँ जस यो डाँडोमा आएर जस फ्रेस हुनको लागि चाहिँ हामी बस्दैका छौँ। हामी सबै साथीहरू हाई गरौँ न है सबैले है लगाइ ए भ्यू हेरौँ है सबैले। ओके गाइज मेरो च्यानल पनि सब्सक्राइब गरिदिनु होला। ओके बाई बाई हबिबी।